हेर 110 मै अवस्था छ है ठिकै छ 110 गोर्खा नगरपालिकाको तर्फबाट हार्दिक स्वागत र विशेष बधाई पनि भन्न चाहन्छु। आज धेरै लामो समयपछि पहिल्यै सायद फिनाममा आउनु भएको मान्छेले पनि आज फिनाममा आउनु भएको छ। यो अवसरमा पनि म यहाँहरूलाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु र विशेष डाक्टर साहबहरूले एउटा रिपोर्ट चाहिँ हाम्रो बाबुलाई उपलब्ध गराइदिनु होला। अहिले डाक्टर साहबले भन्नुभयो जुन पाठेघर खसेको समस्या छ, कतिपय समस्या हामीलाई पनि थाहा छैन। आँखाको समस्या होला, दाँतको समस्या होला, अन्य समस्या होला। त्यो बीचमा हामीले खेल्न पर्ने भूमिका जहाँ छ त्यहाँ त हामी खेल्थ्यौँ, तर हामीलाई त्यो कुरो थाहा छैन। त्यो रिपोर्टमा आयो भने कतिजनाको के छ त्यो अनुसारको हामी त्यो फर्दर कार्यक्रमको लागि पनि अगाडि बढ्न हामीलाई चाहिँ मार्गनिर्देशन हुनेछ। र यहाँहरू बाहिरबाट आएर हामीलाई यत्रो सेवा दिनुभएको छ र यहाँ हाम्रो कुनै म्यानेजमेन्ट छैन, खानको सुविधा छैन, उहाँहरू सुविधा सम्पन्न ठाउँमा बस्नुभएको थियो जस्तो छ। गाउँलाई स्वीकार गरिदिनु होला, हामीले जे सक्यौँ त्यसको लागि पनि यहाँहरूले स्वीकार गरिदिनु होला। र आगामी कार्यक्रममा पनि होइन फिनाम एखेर हामीले गरेर आएको हो त्यहाँ त खत्तम छ भन्ने शब्द नरहिदियोस् र हामीलाई सकारात्मक ऊर्जा चाहिँ यहाँहरूले दिएर जानुहुनेछ भन्ने अभिलाषा पनि राखेका छौँ हामीले। र हामीले यहाँ जुन यहाँहरूलाई आतिथ्यता दिएका छौँ त्यो कमी कमजोरी भए पनि त्यसलाई सहस्त्र स्वीकार गरिदिनु होला र आएर सेवा दिनुभयो त्यसको लागि पनि म मेरो तर्फबाट वडाको तर्फबाट पनि विशेष धन्यवाद दिन चाहन्छु। र अभिभावकजीहरू हामीलाई भएको जुन शिविरबाट जतिले फाइदा लिनुभएको छ त्यो फाइदा अहिले देखिँदैन। र सर्वमन्यत परित्याज्य शरीर मनुपालयत तद्भावैहि भावानां सर्वभाव शरीराणां। सबै थोकलाई त्यागेर पनि शरीर रह्यो भनेदेखि धर्म अर्थ काम मोक्ष सबै थोक मिल्छ। त्यसकारण यो शरीर बचाउनको लागि यहाँहरूले जुन भूमिका खेल्नु भएको छ त्यसको लागि चाहिँ डाक्टर साहब अथवा प्राविधिक टिमलाई म विशेष धन्यवाद पनि दिन चाहन्छु। र यो मनुष्यलाई एकदम पीडामा भएकोलाई मलम लगाउने काम गर्नुहुन्छ यहाँहरूले। यो यहाँ मात्रै होइन हरेक ठाउँमा गर्नुभएको छ र यो कामले यहाँहरूको पनि उत्तरोत्तर प्रगतिको कामना पनि गर्न चाहन्छु। र जो आयोजक सहआयोजक प्रायोजक जो हुनुहुन्छ उहाँहरूलाई पनि म मेरो वडाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि विशेष धन्यवाद र आभार प्रकट गर्न चाहन्छु। र यहाँहरूको अब काठमाडौँसम्मको यात्रा सुखद रहोस् र यहाँहरूको सबै कामनाहरू सिद्ध होस् भन्दै
म आफ्नो छोटो मन्तव्य यहीँ अन्त गर्दै यहाँहरू सबैलाई विशेष पुनः ओडामा आएर सेवा दिनुभएकोमा हार्दिक धन्यवाद। सचिवज्यू, अद्भुत कलाका व्यक्तित्व हुनुहुन्छ उहाँ, सहयोगको लागि। र सम्पूर्णमा नमस्कार। प्रमुख अतिथिज्यू, विशेष अतिथि, मञ्चमा आसीन लगायत सम्पूर्ण प्रत्यक्ष अप्रत्यक्ष यस कार्यक्रमलाई सहयोग गर्नुहुने सहयोगदाताहरू, सहयोगी हातहरूलाई पुनः एकपल्ट फेरि पनि म नमस्कार टक्राउन चाहन्छु। र यस्तो अद्भुत कार्यक्रम भयो। हामी त के छ, कार्यक्रम लिएर जान्छौँ आउँछौँ, तर यत्रो कार्यक्रममा हजुरहरू सम्पूर्ण लागेर भोगो प्यास हामी सँगसँगै लागेर हामीभन्दा धेरै खटेर यसलाई सफल पारिदिनु भयो। गाउँका दिदीबहिनी दाजुभाइ बुवा आमाहरूलाई हजुरहरूले जम्मा गरेर ल्याएर स्वास्थ्य चेक जाँच गराइदिनु भयो। यसमा हामी पनि पूर्ण रूपमा सफल भएको अनुभूति भएको छ। हामी पनि सफल भएको छौँ र विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सहयोगदाताहरूलाई फेरि पनि विनम्र नमस्कार गर्न चाहन्छु। साथै हाम्रा लाइन्स लिडरहरू, हाम्रा अग्रज भूतपूर्व अध्यक्षज्यूहरू, विशेष भूमिका खेल्नुहुने योगाका टिमहरू, योगदान राष्ट्रका टिमहरू लगायत हामीलाई यहाँसम्म सुरक्षितसँग लिएर आएर रमाइलो गराउँदै लिएर आउनुहुने हाम्रा गुरुजी र हेल्पर भाइ लगायत सम्पूर्ण अग्रपन्थीमा बसेर काम गर्नुहुने सम्पूर्णलाई फेरि पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा पनि हामी पक्कै पनि सचिवज्यूले भूमिका खेल्नुहुनेछ। अझ भयो भने योभन्दा बृहत ठुलो हिसाबले टिम लिएर हामी आउने बाचा पनि गर्दछौँ। हामी भुल्दैनौँ अब यो टिममा हजुरहरूको यस्तै स्वागत गर्नुभएको छ। यो त अद्भुत कलात्मक बाजागाजा सहितको यति स्वागत हामी त्यति छिटो भुल्दैनौँ। हामी फेरि पनि आउने छिटोभन्दा छिटो आउने बाचा गर्दै यो कार्यक्रम अब अहिले मेरो 2 शब्द यहीँ टुक्याउँछु। हस्, धन्यवाद। फोटो खिच्दा चाहिँ